मोहरमा जुन छ र नरसिंह अवतारमा जुन छ त्यो भिन्न छ। एकजनाको श्रीमती छु भने पलको म प्रेमिका छु होइन। र पलसँग गर्दा चाहिँ एक किसिमको साथी जस्तो हुन्छ नि। र हामीहरू पल बेनिसा एकदमै हामीले एकअर्कालाई त्यसै राम्रोसँग चिन्दैन थियौँ। जस्तै मिडियाको साथीहरू भनेर चिन्थ्यो तर त्यो पर्सनल लेभलमा चिन्दैन थियो। तर यो मोहर फिल्मले गरेर चाहिँ हामी तिनैजनालाई एकदम मिल्ने साथी बनाएँ। र पलसँग काम गर्दा चाहिँ एकदमै सहज। अनि ऊ जस्तो मैले पेसेन्ट मान्छे ओर पेसेन्ट एक्टर चाहिँ देखाएको छैन। जस्तै म त नयाँ हो, म चाहिँ नयाँ एक्टर हो होइन। मलाई कति धेरै कुराहरू थाहा छैन, अझै सिक्नै बाँकी छ। तर पलले आफ्नो सिन गर्दा पनि आफ्नो टेक राम्रो हुँदाखेरि पनि मेरो ठिकै भयो भने पनि उहाँले फेरि रिपिट गरेर टेक गर्छिन्थ्यो कि सो द्याट मेरो पनि राम्रो आओस् भनेर। सो मलाई चाहिँ उहाँ एज अ ह्युमन एकदमै भेरी नाइस, इन एन्ड आउट, ह्यान्डसम पनि उत्तिकै हुनुहुन्छ र मन पनि उत्तिकै राम्रो लाग्यो। किनभने त्यो त्यति लेभलको पेसेन्स आफ्नो को एक्टरसँग हुनु भनेको एकदमै राम्रो। किनभने म नयाँ हो होइन। अनि धेरैचोटि सिन्सहरू फेरि रिपिट गरिदिन्थ्यो किनभने मलाई यो यसो गर है, यो गर भने राम्रो हुन्छ। अनि क्यामरामा लुक अलिकति तिमी यता फर्क सो द्याट तिम्रो फेस तिम्रो अनुहार राम्रोसँग देख्छ। यस्तो सानो सानो कुरा, टेक्निकल कुराहरू पनि सिकाइदिने होइन। सो एकदमै सहज अनि एकदमै रिस्पेक्टेबल सबैलाई। अब त्यहाँ हामीहरू आउट अफ भ्याली सुटिङ गर्दाखेरि मान्छेहरू भनौँ न उहाँको वेल विसर र यत्तिकै पनि अब सुटिङ स्पटमा कोही आइराख्नु भएको छ भने त्यहाँ एक्कासी हामीहरूलाई र पल शाहलाई देख्दा चाहिँ स्पेसली पल शाहलाई देख्दा चाहिँ यस्तो एक्साइटेड हुने। अनि सुटिङभरि बस्दिने कि खालि पल शाहसँग बोल्न भेट्न होइन, फोटो खिच्न। अनि उहाँको त्यो फ्यान फलोइङ, लोयल फ्यान फलोइङ देख्दा चाहिँ अचम्म पनि लाग्यो, खुसी पनि लाग्यो उहाँको लागि है। सो बच्चादेखि बुढासम्म एकदमै सबैजनासँग राम्रो र एज अ को एक्टर पनि एकदमै राम्रो। एन्ड दुवैजना राजेश सर पनि पल शाह पनि एकदमै आफ्नो ठाउँमा राम्रो र एकदम खुसी लाग्यो। र आर्यन सिग्देलजी